ग्यासै छैन। भगवानलाई पकाउन लाउनु न त। के भन्छे? घाममा पकाउनु हैन के? आज भोलि चाहिँ झापातिर गर्मी बढेर यति साह्रो भएको छ नि, न सुत्न मन लाग्छ, न खान मन लाग्छ, न बोल्नै मन लाग्छ हैन। यति अल्छी लाग्दो जिउ भएको छ नि। अनि त्यति बेलै घरमा पनि ग्यास सिद्धिनु पर्ने, अनि नानीको छुट्टी पनि त्यही दिन शनिबार पर्नु पर्ने। नानीको छुट्टी भएको दिन चाहिँ यिनीहरूलाई कति साह्रो भोक लाग्छ, एक हप्ता खान नदिए जस्तो मिनेटमा खानै मात्रै खोज्छन्। अनि घरमा ग्यास छैन भनेर भनेको ऊ मेरो छोरीको जति दिमाग त यो संसारमा कसैका छोराछोरीले पनि चलाउँदैनन् होला। ऊ घामबाट पकाइदिनु अरे अब चाउचाउ। अनि नानी र म मिलेर चाहिँ करेन्ट चाउचाउमा भए जति सबै मरमसला खोलेर हालिसकेपछि एउटा अन्डालाई पनि फुटाएर हालिदिम, अनि थोरै पानीलाई हालेर त्यो करेन्ट चाउचाउको मुखलाई चाहिँ राम्रोसँग बन्द गरिदिम। अनि एउटा बोलमा चाहिँ पानी हालेर त्यो पानीभित्र चाहिँ हामीले करेन्ट चाउचाउको प्याकेटलाई राखिदिम। अनि यो पाक्छ कि पाक्दैन भनेर हामीले 1 घन्टा जति चाहिँ घाममै राखेर हेर्यौँ। अनि 1 घन्टासम्म चाहिँ मेरो छोरीलाई भोक कन्ट्रोल नभएर आफै गरेर लिएर आयो। अनि यसलाई काटेर हेरेको, यो चाहिँ मजाले पाकिसकेको रहेछ। देख्नुभयो साथीहरू, झापामा कति साह्रो घाम लाग्छ भनेर मैले चाहिँ सोचेको पनि थिइनँ कि यो घामबाटै पाक्छ होला भनेर। मैले चाहिँ ट्राई मात्रै गरेको थिएँ, तर साँच्चीकै पाक्दो रहेछ है। अनि मेरो छोरीले चाहिँ यहाँ चाख्दै चाहिँ उसलाई चाहिँ यो एकदमै मिठो लाग्यो अरे। मेरो छोरीलाई करेन्ट चाउचाउ मिठो नलाग्ने त कुरै भएन। अनि मैले पनि खाएर हेरेको, नढाँटी भन्नु पर्दा चाहिँ आगोमा पकाए जति मिठो चाहिँ भएको थिएन, तर नमिठो पनि थिएन है।